गुड मर्निङ सबैजनालाई अनि ह्याप्पी न्यू इयर। यो साल चाहिँ तपाईँहरूको बेस्ट भन्दा पनि बेस्ट इयर होस्। अनि 2025 मा जति पनि काम पुरा नभएको कमब्याक नभएको यो साल चाहिँ पक्का होस्, इन्क्लुडिङ मेरो, किनकि मेरो पनि कमब्याक भएकै छैन गाइस। अनि यो भिडियो बनाउनेको कारण चाहिँ के हो भन्दाखेरि मेरो न्यू इयर रिजोल्युसन 2026 को चाहिँ मैले कन्टेन्ट क्रिएसन अनि एउटा फुड ब्रान्ड अन गर्ने चाहिँ राखेको छु। अनि कन्टेन्ट क्रिएसन किन भन्दाखेरि कन्टेन्ट क्रिएसन गर्दाखेरि मेरो फुड ब्रान्डको प्रमोसन पनि हुन्छ, साथै साथ तपाईहरुले इन्फर्मेसन पनि पाउनुहुन्छ कि कसरी खोल्ने, के गर्ने, कति डकुमेन्ट चाहिन्छ, के कहाँ जानुपर्छ भनेर। अनि मेरो नाम चाहिँ लिटन प्रधान, म चाहिँ मणिपुरबाट। अनि यो चाहिँ मेरो फर्स्ट भिडियो हुँदा गर्दा अलिक म नर्भस फिल गरिरहेको छु अहिले बनाउँदै गर्दा, तर आई होप यो नर्भसनेसहरू पनि जान्छ आस्ते आस्ते गर्दै गर्दै। अनि तपाईहरु मलाई सपोर्ट गरिदिनु होला। यो फ्युचरमा मेरो अरु भिडियोहरु जुन चाहिँ पनि आउने छ त्यो सबै कसरी बिजनेस खोल्ने अनि त्यहाँबाट कसरी के गर्ने, कति के चाहिन्छ त्यसको बारेमा हुन्छ। अनि जति पनि अब एउटा कन्टेन्ट पनि क्रिएट हुन्छ मेरो लागि, एउटा तपाईहरुलाई इन्फर्मेसन पनि पाउनुहुन्छ। त्यही भएर तपाईहरु प्लिज मलाई सपोर्ट गरिदिनु होला। यो मेरो फर्स्ट भिडियो चाहिँ अलिक नराम्रै भयो होला, नर्भस नै छु। अब के भन्नुहुन्छ हो, फर्स्ट भिडियो बनाउँदाखेरि कति ट्राई गरेँ मैले, कतिवटा मोर देन 50 वटा रिटेक लिइसकेँ यसको। अब चाहिँ जस्तै भए तापनि जे भए तापनि होस् भनेर अब चाहिँ यो लास्ट भिडियो बनाएको यो चाहिँ हालिदिनै हो। अब फेसबुकमा कि युट्युबमा हुन्छ। तपाईहरु मेरो पेजलाई फलो गरिदिनुहोस्। आस्ते आस्ते मेरो कन्टेन्टहरु राम्रो हुँदै जान्छ, किनकि यो मेरो फर्स्ट भिडियो भएर गर्दा यस्तो भएको। एकदम नै इन्फर्मेटिभ हुनेछ। थ्याङ्क यू गाइस। अनि तपाईहरुको न्यू इयर रिजोल्युसन चाहिँ के हो, अनि तपाईहरु कहाँबाट हुनुहुन्छ प्लिज कमेन्ट चाहिँ गरिदिनु होला। थ्याङ्क यू।